हेलो साथीहरू, म आज बाहुलाको कटिङ गर्दैछु। क्वार्टर बाहुला हो। हेर्नुहोस्, डबल फोल्ड भइरहेछ। अब हामी 4 भागमा फोल्ड गर्दैछु। अनि हाम्रो लम्बाइ चाहिँ 17 इन्ची छ। हेर्नुहोस्, माथिदेखि तल 17.5 मा राख्छु। आधा इन्ची माथिको सिलाई अनि 1.5 इन्ची मैले फोल्डको भागको लागि राखेँ। अनि म यता कुमको लागि चाहिँ 10.5 मा लगाउने गर्छु, 10.5 11 मा। अनि यसलाई म चाहिँ सिधा स्केलले तान्दैछु। अनि त्यसपछि माथिदेखि यता 3 इन्ची, फेरि यतादेखि तल 3 इन्ची। अनि यसलाई क्रस भाग गर्ने हो काखीको लागि। अनि हाम्रो छाती चाहिँ 32 छ। 32 को 4 भाग गर्दा 8 आउँछ। 8 मा यता चिनो लगाउनु पर्छ। यो सिलाइको भाग हो। यो चाहिँ 1.5 इन्ची कटिङको भाग। अनि हाम्रो यता कुमको चाहिँ 5.5 सम्म छ। हामी 11.5 छ। 11 को 2 गर्दाखेरि 2 भाग गर्दाखेरि 5.5 आउँछ। यो सिलाइको मार्ज हो। यो चाहिँ कटिङको हो। अनि मेरो चाहिँ मोहरी छ 9 इन्च। 9 को 4.5 हुन्छ। यो सिलाइको भाग, यो कटिङको 1.5 इन्ची। अनि त्यसपछि म यो सिलाइलाई रेखा लगाउँदैछु। हेर्नुहोस्, कटिङको सिलाइको रेखा। म काट्दैछु, हेर्नुहोस्। अनि त्यसपछि चाहिँ हाम्रो अगाडिको काखीको लागि आधा इन्ची जति गहिरो भाग काट्नुपर्छ। हेर्नुहोस्। अनि त्यसपछि चाहिँ यसरी अगाडिको मात्र 2 भागलाई कटिङ गर्ने। अनि त्यसपछि चाहिँ हामीलाई फोल्ड गर्न सजिलो हुन्छ। त्यो भएर यता कटिङ गर्नुपर्छ। यस्तो गरेर सिलाइ गर्दा चाहिँ थाहा हुन्छ। अनि त्यसपछि हाम्रो सिलाउन सजिलो हुन्छ। अर्को बाहुलामा एउटामा रेखा लाग्यो, अर्कोमा लागेको थिएन। त्यही भएर अहिले लगाउनु हो यस्तो गरेर। हेर्नुहोस्। फाइनली गाइज, मैले बाहुला काटिसकेँ, क्वार्टर बाहुला। हजुरहरूलाई नबुझे मलाई कमेन्ट गर्नुहोला।